गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू भिडियोमा तपाईँलाई स्वागत छ। तपाईँहरू सन्चै हुनुहुन्छ होला भने सन्चै अनि आरामै गर्नुपर्छ। र अहिले चाहिँ हामी के अरे गाईघाटको बस पार्कमा गाडीलाई वेट गरिरहेको छौँ। हामी चाहिँ बिहानै 5 बजे आएको, 5:15मा गाडी छुट्छ भनेर हामी चाहिँ बसिरहेको छौँ। तर अब गाडी आइपुगेको छैन, मान्छे उठाउनु गाह्रो छ। उता के अरे रामोहरू चाहिँ उता पिपल बोटमा छ अरे, त्यो उनीहरू उठाएर आउँछ अरे। सो हामी चाहिँ यहाँ कुदिरहेको छौँ। यहाँ 3-4जना भन्दा पनि 4जना 6जना छौँ अहिले चाहिँ। चाहिँ टिकटक बिहान हेर न, एक्टिङ गर्न भाइ। यार उज्यालो भइसक्यो। के छौ पसन्द दरलामी गुरुमा छाने ओ दमबहादुर सिंह ठकुरी हाम्रो सामान यत्रो छ। यता हाम्रो ओ दमबहादुर ड्राइभर भाइ। ओ ड्राइभर भाइ कति घोप्टेको। सो हाम्रो केटाहरू पनि आइसकेको छ यहाँ, रामु र अङ्कल। हाम्रो गाडी चाहिँ यही रहेछ, ठुलो गाडी भनेको यही सानो गाडी रहेछ हाम्रो चाहिँ। हामी 2जना अगाडि त्यो क्याबिनमा हो कि कहाँ हो, केटाहरू पछाडि बसिरहेको छ, पछाडि 3मा बसिरहेको छ। हामी 2जना चढ्न बाँकी छ, बहिनी अगाडि बस्यो गोरी। हामी चाहिँ सिन्धुली आइपुगेको छौँ। टायर बनाउने हामीले चाहिँ भात खाइसकेको छौँ अहिले। खाएर पनि अब थपी हाम्रो जाम चाहिँ यहाँ के अरे यस्तो ठाउँमा गएर रोकिरहेको गत्तै छिरा क्या फेरि यहाँ पाइप पिने यो चाहिँ लिएर खतरा चिसो ठाउँमा आइपुगेर हाम्रो गाडी चाहिँ खाजा खानुको लागि रोकेको छ होइन दाजु। ठाउँमा ल्याएर के हो यो ठाउँमा ल्याएर यत्रो पहिरो गएको रहेछ त नि। हेर त गाडी छिटक्क यो कुन ठाउँ हो नि यो चाहिँ एकदम 2टा सोरुम बनाएको हो, 4वटा पुल बनाएको छ, 2टा सोरुम। त्यो त मुझे माथि भइहाल्यो नि। बाटो रे बाटो, दादा रे दादा बाटो त हो यार। यस्तो त छ बाटो यार, ठोकिँदैन रहेछ यहाँ पनि। ठोकिन्छ त उछिँदैन रहेछ नि त गाडी। हेर न पहिरोमा छु मैले। हामी पहिरोमा बित्ताको कति फेरि भन्न त एकचोटि पहिरोमा नामै पुगेको हेर त माथि ढुङ्गा झरेका। ठाउँमा बस्ने त डर मर्छ रहेछ यार। जेसीबी यहीँ रहेछ, इसका हटा कस्तो नखानेको।
त्यो लाउँदैछ ब्रो परो भन्नेले भएको छ है काठमाडौँ देख्दा जस्तो भयो त अब त के साह्रो पहिरो है आमा रोड उगाएर जाँतिर जेसिबी अगाडि चाहिँ यता ढुङ्गाहरू यस्तो छ हेरौँ त एउटा गाडी किन नफत्याएको सलेर म कस्तो चाहिँ गाडी आइदिएको फेरि हेर्नु मासले प्लास्टिक मगाउनु पनि भयो होइन फेरि त्यो आउनु दिनु पऱ्यो नि हेर त ढुङ्गा पनि कलरफुल छ त्यहाँ यस्तो ढुङ्गा झरेपछि त नि मान्छेलाई त नि ओ बे यत्रो टाउको नदेखाइ चिलले लाने फेरि गाडीमै ठिकै छ डोजरले खनिरहेको रहेछ नि त जेसिबी रोड खनेको हो कि क्या हो रोड एउटा दाँत मागेछ यार रोड खनेको रहेछ नि त रोड दिस इज अ जेसिबी यो खोलामा जाने बाटो बनाएको रहेछ तल खोला छ ब्याकपट्टि यति धेरै छ आमामा पुरै बाटो बिग्रेर रहेछ नि त यता त हेर न यस्तो भिड छ यार यस्तो जाम छ यार हामी रुममा आइसकेको छौँ पसन्द भएको रुममा आइसकेको छौँ हामी चाहिँ दुई भाइ मात्रै झऱ्यौँ भैँसीपाटीबाट चाहिँ हामी भैँसीपाटीमै झरेको उताबाट आयो भैँसीपाटीबाट आएको थियो हाम्रो सामानको चाहिँ यस्तो बिजोग छ नि यस्तो बिजोग छ म तपाईँलाई देखाउँछु केटाको हालत सामानको चाहिँ यस्तो बिजोग छ नि मासाले होइन यस्तो बिजोग भएर आएको कि यस्तो हालत छ मासाले बल्ल बल्ल आइपुगेको हामी काका भति चाहिँ झऱ्यौँ भैँसीपाटीमा केटाहरू त उता गइरहेको थियो केटाहरू त पुगेको पनि छैन होला है भएर दम्या त हामी चाहिँ उसमा आइसकेको छौँ गाइस होइन यस्तै छ रमाइलो भिडियो आज त्यति भिडियो त बनाउनु पाइनँ यार यति धेरै जाम होइन पहिरो त्यस्तै गएको धेरै पहिरो गएको रहेछ यस्तो डर लाग्यो नि आमामा मुटुले ठाउँ छोडिसकेको थियो तर भिडियो बनाउन सकिनँ क्या बाटो यस्तो अप्ठ्यारो होइन हल्लाको पछाडि सिटमा बसेको त्यही पनि होइन यस्तो बिजोग भएन यस्तो बिजोग भएन त्यही पनि बल्ल बल्ल आइपुग्यो बिहान 6 बजे कति 5 बजे बस पार पुगेर बसेको 6 बजी हिँड्यो गाडी 6 बजी हिँडिसकेपछि हामीलाई कति 6 बजी ल्याइपुगेको थियो होला है यहाँ 7 बजे होला 7 बजी थियो अहिले बज्यो हामीलाई 7 बजीतिर ल्याइपुग्यो यहाँ रुममा झाइदियो तर सामानहरूको चाहिँ बिजोग छ यहाँ बिजोग हामी चाहिँ आइहाल्यौँ केटाहरू कोही भक्तपुर जाने कोही कता जाने भयो त्योहरूमा चाहिँ यहाँ चायले यसै बसेको भैँसीबारी बसेको
आजको भिडियो त्यति बनाउनु पाएन, अब यस्तै छ होइन, बाटोको कारणले गर्दाखेरि त्यही हल्का अलिअलि हालेको छु। भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु होला र तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु नबिर्सिनु होला गाइज। र यति भन्दै अहिले बिदा हुन्छु, नेक्स्ट भ्लग कुर्नु होला, अब अलिक पछि चाहिँ आउँछ नेक्स्ट भ्लग चाहिँ होइन। सो ओके, गुड नाइट एभ्रिवान।